सृष्टि वेलकम टु माई युट्युब च्यानल हाई भनिदेऊ हाई अनि अस्तिको भिडियोमा चाहिँ बाबु पनि थियो अस्ति हामी सेन्टायर गएको कि नै सेन्टायर गएको है अनि बाबु रोको है ल अनि फेरि आज चाहिँ के को ब्लग भन्छ आई डोन्ट नो अनि आज मलाई कहाँबाट भिडियो बनाउने जोस आयो कि अनि मैले भिडियो बनाएको छु अनि आज चाहिँ हाम्रो 4 नम्बर कन्सर्ट लाग्छ होला सायद त्यही जान्छु होला साथीहरू पनि आउँछ नमाथि अनि अनि सबैलाई एडभान्समा विश छ ह्याप्पी न्यू इयर स्टे सेफ स्टे हेल्दी एन्ड किप स्माइलिङ अलवेज गाइज लेसी अब चाहिँ के हुन्छ है त यस्तो रे मेरो त यत्रो देखेको थियो कि पुरै अनि अनि ए अहिले 12 बजे भन्नु अब चाहिँ हामी जान्छौँ 4 नम्बर न्यू इयर लागि भाउजू पनि हैन हाय भन्देऊ ल ल बाइ गाइस अब वी गट भेट्ने अब दुईटा ब्लगर हुन्छौँ नयाँ ब्लगर चाहिँ अनि भाउजूको भनिदिनु त आइडी भाउजूको आइडी भन्नु यता निकिता पोखरेल यता क्रिस्टी अधिकारी ल गयौँ गाइस अब चाहिँ हामी हिँड्न लगाएको हो अनि यो चाहिँ अलि छुपाउन पर्ने भयो अनि त्यसैले म यो लाएर हिँड्न लगाएको अनि अब हामी जान लाग्छौँ अब हामी जानमा जान्छौँ पशुपति शर्मा आउँछ जस्तो लागेको थियो अरू ठाउँमा ब्यान्ड आउँछ हाम्रो 4 नम्बर के आउँछ अनि त्यस्तै हो फेरि रात परिरहेछ अनि दुईटा भूतहरू यहाँ आउँदैछन् ल अब हामी चल्यौँ क्याफे हो हाम्रो 4 नम्बर भन्दा यति यताको यो चाहिँ गफान्दै कहाँनिर त गफ के हुन्छन् हामी 4 नम्बर आयौँ तर 4 नम्बर केही रमाइलो छैन आज एकछिनमा रमाइलो आफ्नो ट्यालेन्ट सो गर्न लाग्छ खतरा अरे हजुर केही कोही मान्छे होइन आज कति रमाइलो हाम्रो पशुपति शर्मा चाहिँ आइसक्नु भयो हुटिङ गर्दा घाँटी खस्यो मेरो लिएर हामी यार 12 बजीतिर रमाइलो हुन्छ होला नि हामी गयो ल हे रमायाले बस्यो होइन अनि हामी चाहिँ यहाँ बसेर गीत सुनिरहेको के अरे
अहिले देखाउँछु ब्रह्माइलो मम्मीलाई कस्तो खुसी हजुर हामी चाहिँ यसको आन्टी हराएर खोज्दै हिँडिरहेछौँ आन्टी भेटिन्छ कि न थाहा छैन यसको घरबेटी आन्टी कहाँ हुनुहुन्छ ए भाडामा बस्नुहुन्थ्यो भनेको म त घरबेटी आन्टी भनिरहेको गाइज यसको अगाडि छ स्टेज हामी पछाडि खोज्दै खोज्दै आन्टी कहाँ हुनुहुन्छ आउनु न यहाँ कहाँ हुनुहुन्छ अरे म मेरो मम्मी छिटो आइज भन्नु त्यो आन्टी कहाँ एकछिन गर्छ नि हो जाने नि कता घुम्ने एकछिन आउँदैछु भन्यो कि हिँड्नु छोड्नु त्यो आन्टी खोज्ने होइन हामीले आन्टी हराउनु ब्यान्ड आयो गाई सब रमाइलो हुन्छ हेलो अझै
जम्मा डिस्टर्ब भइरहेछ तपाईँहरूले जोनको गाना कतिको सुन्नुहुन्छ तपाईँहरूले कतिको आउँछ होला त जोनको गानाहरू सुन्ने नसुन्ने गीत आउँछ नि एरियामा ल बताइको ल बाबरे ऑडियो चालू सबैलाई कति कालो आयो भाइ अहिले डक्टर Thank you. हामी नव वर्ष 2083 साललाई स्वागत गर्न गइराखेका छौँ सबैजना हामी फेरि पनि अनुरोध गर्न चाहन्छौँ सबैजनाले बालौँ न कसको पिपिरी मोबाइल हो क्या टुकटुकी मोबाइल सबैजना फ्ल्यास अन प्लिज फ्ल्यास अन प्रतिबिम्बको गाना सुन्न बाँकी नै छ अझै केही गानाहरू हामी सुन्नेछौँ सो फाइनली आर यु रेडी कपिल बस्तु बालगङ्गा आर यु रेडी ह्यापी न्यू इयर सबैजनालाई बालगङ्गा वेलफेयर सोसाइटी फ्यामिलीको तर्फबाट धेरै धेरै आभार सहित यहाँहरू सम्पूर्णलाई नगरका चलक खाना महोत्सव
Thank you. फेस्टिभल हो यताको फुड उत्सव अनि अब चाहिँ हामी चल्दैको घरतिर भाइ कहाँ गयो निन्द्रा भन्ने चिज यस्तो रमाइलो भएपछि केही लागेन कि 1% पनि लागेन निन्द्रा खोजिरहेको छ दीप ज्योति या त अनि ऊ त्यहाँ अनि अब चाहिँ भाइ भेट्यो अब चाहिँ हामी गयौँ यताबाट आएको उताबाट जान्छ जस्तो बट्टारे रिस आयो जब भाउजूले गाली खान्छन् दाईको ढिलो आएर अब भाउजूले दाई यता अब दाई कराउनुहुन्छ ल सुनौ है त दाई ठ्याक्क टाइममा आइम न हामी दाई हामी कस्तो ठिक्क टाइममा आइरहौँ कि अहिले भिडियो अगाडि भएर नकराउनु भएको दाइले यस्तो डेन्जर कराउनु हुन्थ्यो अहिले यो मेरो चार्जर होइन हो ए मेरो सो गाइज अब चाहिँ हामी घर पुग्यौँ अनि भाउजूहरू चाहिँ घर जानुभयो अनि सबैजनाले यो भिडियोमा लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला अनि बाई गाइज थ्याङ्क यू फर वाचिङ